फाइनली साथीहरू हामी सुनकोशी नदीमा आइसकेको छौँ। हेलो सबैजनालाई गुड मर्निङ, जय मसी। आज हामी यहाँ कोशीमा आइसकेको छौँ र तपाईँहरूलाई कोशी देखाउन गइरहेको छु। यो पारी चाहिँ खोटाङ पर्छ र यो चाहिँ हाम्रो उदयपुर हो। यो मेरो अङ्कलहरू, जेठा अङ्कल, कान्छा अङ्कल। अनि यो कोशीमा चाहिँ हामी माछा मार्ने छौँ। हेर्नु कोशी है बल्छी हुन्छ। माछा त मारेको छैन। कोशी धेरै घटेको नि होइन, धेरै घटेको। यसपालि केही भएन होइन, पोहोर साथ बेली ब्रिज लगिदियो यसपालि, अनि केही छैन सम्म त्यस्तो साह्रो आएन। बेली ब्रिज पनि लग्यो र बेली ब्रिज है, पक्की पुल हो नि, बेली ब्रिज त होइन नि। पक्की पुल लागेको बेली ब्रिज कस्तो अरे, मतलब बेली ब्रिज भन्ने ठाउँ पानी भएर कस्तो छ, ठिक छ त है। धेरै कोसी आमामा यो हाम्रो ढुङ्गा छ नि, यो चाहिँ बिचारी ढुङ्गा होइन। पहिला यो के अरे बाढी धेरै ठुलो आउँदाखेरि यो ढुङ्गालाई हेरेर मान्छेले थाहा पाउँथ्यो अरे होइन, कति आयो भनेर। यो चाहिँ हाम्रो विचार गर्ने ढुङ्गा हो र ढुङ्गाको नामै बिचारी ढुङ्गा छ। ल रसाघाट एक्सन। ए कोसीमा झरो ओइ ओइ झरो झरो। यिनीहरू हामीले यहीँ डुब्छ नि त, खतरा छ। केटाकेटी जस्तै अब बल खेल्न थाल्नु अन्त। सलला बग्छ सुनकोशी नदी बालुवा बगरमा, पाचुन्जेलसम्म हाँस खेल गर मरे त खोला चिल्लो कि बेसारा 2 दिन माया लगाइदेऊ न के सारा। यो गीत गाउँदा नि म हाम्रो दीपक दाई अनि रुपेश अनि माइला दाइले सम्झिन्छु। ल ल ल ल भाँचिँदैन बल्लमा, केही पनि हुँदैन। ल अलिक पर गएर चाहिँ हाल्नु त। ल रेडी हुन्न क्या हुन्न केही हुन्न हौ, फेरि ढुङ्गा तपाईँलाई आउँछ कि त्यही त पराल भन्दा त राम्रो बल्ब। ल हान्नु ल हान्नु ल हान्नु।